यहाँ आज धरानमा सरसफाइमा यहाँ हामी काम गर्दैछौँ। धरान एकदम हजुर आरामै छु। ल यहाँ दिदीले र बहिनीले एकदम सरसफाइ गर्नुहुँदैछ। हेर्नुहोस् होइन, श्रमदान भनेको यसरी गर्नुपर्छ क्या। अब मान्छेले भन्छ श्रमदान गरेर देश बन्छ भन्छ। अब यो सरसफाइ चाहिँ कसले गरिदिन्छ? ठुलाबडाहरूले त गर्दैन होला त आएर। आफ्नो देशको लागि त आफूले गर्नु पऱ्यो नि त सरसफाइ त। आफ्नो देशलाई माया लाग्नेहरूले चाहिँ यसरी गरिन्छ क्या श्रमदान चाहिँ। मलाई माया लाग्छ, मैले आएर आज गरेँ। अब तपाईँहरूलाई पनि भोलिको दिनमा माया लाग्छ भने यसरी नै गर्नुहोस् है। श्रमदान भनेको चाहिँ यसरी गर्नुपर्छ, यसरी गर्नुपर्छ, अनि देश अगाडि बढ्छ। विदेशमा नि हामीले जाँदाखेरि यही झाडु लाउने काम मात्र हो। बाहिर पनि झाडु लाउने, टोइलेट सोर्ने, त्यही हो। टोइलेट सोर्ने हो होइन, यसरी। भन्छ नि गानाहरूले पनि होइन, श्रमदान गरौँ देश बनाऊँ भन्छ नि। श्रमदान गरेर देश बनाऊँ भन्छ नि, यसरी हो। हेर्नुहुन्छ यहाँ बहिनी आउनुभयो होइन। जय श्रमदान। ल जय मातो भन्दै उहाँले सरसफाइ गर्नुहुँदैछ। बहिनी हुनुहुन्छ उहाँ चाहिँ, उहाँले सरसफाइ गर्नुहुँदैछ। यसरी सफासुग्घर गर्नुपर्छ नि त। आफ्नो देशलाई माया लाग्छ भने यसरी सफा गर्नुपर्छ। अब हामी धरानबाट चाहिँ हामीले यसरी सरसफाइ गरेको छौँ। हामी यहाँनिर अब यहाँ भान्चोकमा छौँ अहिले। भान्चोकमा छौँ, हेर्नु सक्नुहुन्छ। भान्चोक कति सफा अहिले। यसरी अब सफा सुग्घर गर्ने हो नि त।